दर्शकबिन नमस्कार। अहिले म नेपालको सुदूरपूर्वी जिल्ला झापा जिल्लाको कचनकवल गाउँपालिका अन्तर्गत रहेको देशकै सबैभन्दा होचो ठाउँ कचनकवलमा आइपुगेको छु। यहाँ हेर्नुस्, यहाँको अवस्था। देशकै होचो ठाउँ। यो ठाउँ पर्यटकीय स्थल हुनुपर्ने हो। सम्भावना प्रचुर मात्रामा रहेको देखिन्छ। तर यहाँ हेर्दै हुनुहुन्छ, गौचरण भएको छ क्या। स्थानीय निकायले खासै ध्यान नदिएको र प्रदेश सरकार, संघीय सरकारले पनि खासै महत्त्व नदिएको कारणले गर्दा यो हाम्रो भौगोलिक तथा ऐतिहासिक दृष्टिकोणले महत्त्वपूर्ण रहेको यो देशको सबैभन्दा होचो ठाउँ कचनकवल अस्तव्यस्त अवस्थामा छ। यहाँ केटाकेटी खेल्दैछन्। यहाँ मलाई लाग्छ जहाँसम्म रेखदेख गर्ने पनि मान्छे छैनन्। यहाँ एउटा सानो स्तम्भ छ, नाम मात्रको। एउटा च्यात्न लागेको, फाट्न लागेको राष्ट्रिय झन्डा पनि फरफराइरहेको पाउँछौँ। त यो हो हाम्रो देशकै सबैभन्दा होचो ठाउँ कचनकवल गाउँपालिका अन्तर्गत रहेको कचनकवल। हस्त साथीहरू, दर्शकबिन्दहरू, धन्यवाद।